सुमना श्रेष्ठले नेतृत्वलाई दोष दिएर पार्टी त्याग गर्नु, त्यस्तै तोसीमा कार्कीले पनि पार्टीको नेतृत्व चेन्ज गर्नुपर्छ भन्ने विज्ञप्ति निकाल्नु, यी सबै घटनाहरू हुँदाखेरि मलाई चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीभित्र शङ्का लाग्न थाल्यो। सुमना श्रेष्ठ पूर्व शिक्षा मन्त्री भइसकेको मान्छे, त्यस्तै तोसीमा कार्की केन्द्रीय सदस्यबाट संसद भइसकेको मान्छे, यी ठुल्ठुला पार्टी पिल्लरहरूले नै पार्टीमा औँला उठाउँदाखेरि त्यहाँभित्र केही न केही छ भन्ने कुरा हामीले फिल गर्न सक्छौँ। हिजो केपी ओलीको सरकार हुँदाखेरि मलाई प्रतिशोध साधेर जेल हालेको हो, केपीको सरकार ढलेको तेस्रो दिन म जेलबाट छुट्छु भन्ने टाइपको अभिव्यक्तिहरू हामीले सुनेको हो। खोइ त, केपी सरकार ढलेको त 2 हप्ता भइसक्यो, अहिले सुशीला कार्कीको सरकार छ। यदि प्रतिशोध साधिएकै थियो, कानुनलाई उनीहरूले हातमा ल्याएकै थियो भने त अहिलेसम्म छुट्नु पर्ने होइन र? अब निर्वाचन पनि नजिकै आइराखेको छ, पार्टीलाई एउटा लयमा फर्काउनु पर्ने, एउटा ट्र्याकमा लग्नु पर्ने, कार्यकर्ताहरूलाई खुसी बनाउनु पर्ने बेलामा रासोपा पार्टीभित्र यस्तो प्रकारको उकुस मुकुस भइराख्दाखेरि रवि लामिछाने के साँच्चीकै ठग हुन् कि या हामीलाई भ्रममा पारेको हो कि 38 लाख 40 लाख हस्ताक्षर गराएर यो सबै हामीलाई भ्रममा पारेको हो कि यो सबै प्रश्नको जवाब अब चाहिँ दिनुपर्ने बेला आयो।